I got very good. अघि मलाई कुशल बाबुले क्वेसन गर्दै हुनुहुन्थ्यो गुरु मैले खुट्टा पखालेर आइसकेँ घरैबाट भन्नुहुन्थ्यो खुट्टा किन पखाल्नुपर्छ भनेर जुन क्वेसन गर्नुभयो कुशल बाबुले होइन यो राम्रो कुरा हो न्यू स्टुडेन्टले सोच्नुहुन्छ किन खुट्टा पखालेर जाने भनेर क्वेसन गर्नुभयो हजुरलाई पनि मनमा लागिरह होला जहिले पनि खुट्टा धोएर किन भित्र जाने भनेर हो कि न यस ल अब सुन्नुहोस् नम्बर 1 हामीले जहिले पनि आफू बसेको ठाउँ आफू खेल्ने ठाउँ स्थानलाई चाहिँ जहिले पनि सफा राख्नुपर्छ राइट हजुर यो ठाउँमा खेल्नुहुन्छ भने हरेक दिन मैले मेरो खेलाडी बाबु नानीहरू आउनुहुन्छ मेरो स्टुडेन्टहरू आउनुहुन्छ भनेर हरेक दिन यो बाहिरको स्पेसलाई पखाल्नु यसलाई सफा गर्छु बढाएर आउँछु क्लिन गर्छु किनभने हजुरको खुट्टाले त्यो कुनै पनि बालुवाहरू खुट्टाले भित्र नटेकोस् भित्र टेक्नु भइसकेपछि यहाँभित्र म्याटभित्र आउँछ बुझ्नुभयो नि त्यो नहोस् भनेर चाहिँ फर्स्टमा मैले आफै बढाइदिएर आउँछु हजुरहरू चाहिँ मेरो बच्चाहरू चाहिँ स्टुडेन्टहरू सफा ठाउँमा खेल्नुपर्छ भन्ने सोच्छु फर्स्टमा एभ्री डे हरेक मन्थ हरेक वर्ष म हरेकचोटि यही काम गर्दै आइरहेको हुन्छु बिहान बेलुका बुझ्नुभयो भएन भनेपछि सिमन गुरुको कन्सेप्टमा नेपाल सर्भिस मास्टरको जुन रुल्स छ प्रणव गुरुले जुन रुल्स बनाउनु भएको छ मेरो स्टुडेन्ट चाहिँ क्लिन हुनुपर्छ सफा हुनुपर्छ भन्नु भएर आफ्नो एकाडेमी जहिले पनि सफा गर्नुहुन्छ हो कि होइन नम्बर 2 हजुरले खुट्टा किन धुने भन्दाखेरि खुट्टा चाहिँ हजुरहरू दिनभर स्कुलमा जानु भएको हुन्छ र लगभग 9 बजीदेखि तपाईँहरू 4 बजीसम्म स्कुलमा हुन्छ लगभग 6 आवर्स 7 आवर्ससम्म चाहिँ स्कुलमै हुन्छ हो कि होइन यस भनेपछि मलाई नढालिदिन भन्नुहोस् हजुरको खुट्टा गनाउँछ कि गनाउँदैन गनाउँछ नि त्यो त बाध्यता हो हजुरहरूको हो कि किनभने म पनि स्टुडेन्ट हुँदाखेरि स्कुलमा स्टुडेन्ट हुँदाखेरि चाहिँ मेरो पनि त्यस्तै गनाउँथ्यो तर घरमा खुट्टा त्यसलाई राम्रोसँग धुनु पर्थ्यो अनि मात्रै भित्र छिर्न दिनुहुन्थ्यो मम्मीले यस तपाईँले त्यस्तो गर्नुहुन्छ हुँदैन हो त्यस्तै गरेर हजुर त डिफ्रेन्ट घरको हो यहाँ मैले अहिले पनि मेडिटेसन क्लासमा भइसकेको छु हजुरहरू यहाँ अहिले धेरै हुनुहुन्छ 10-15 जना स्टुडेन्ट हुनुहुन्छ होला यहाँ तर जब यो गेटबाट बाहिर निस्किनुहुन्छ तपाईँहरू एक जना मात्रै हुन्छ तर त्यही स्टुडेन्ट हजुरहरू यहाँ नो स्टुडेन्ट नबस्नु प्लिज होला स्टुडेन्ट बस्नु सानो हो अनुशासन हुनु पर्यो किन पछाडि हेर्नु चाहिँ अनि खुट्टा धोएर आउनुको कारण चाहिँ हजुरहरूको सबैजनाको खुट्टा त नगनाउला तर प्राय स्टुडेन्टको मैले अहिले भर्खर पनि खुट्टा धोइदिएँ प्राय स्टुडेन्टको खुट्टा गनाइरहेको थियो तर त्यो खुट्टा गनाइसकेपछि योभन्दा अगाडि यस्तो थियो मैले खासै यतिकै इन्ट्री गर्न दिन्थ्यो क्लासमा तर त्यो जुन अब हामी कम्पलसरी सुज लगाएको छ तर त्यो खुट्टा गनाइरहेको हुन्छ त्यो गनाउने खुट्टा इन्ट्री सिधै यहाँ आउनु डाइरेक्ट आउनु भएपछि यो म्याटमा यो सक्स छ यसरी आएपछि के हुन्छ गनाइरहेको हुन्छ हुँदैन भनेपछि यो म्याटले यति चाँडै यो अलरेडी यहाँ म्याटमा बिहान मर्निङ सिफ्टको पसिना हुन्छ बिहान तर अनि खुट्टा गनाएको खुट्टा चाहिँ मैले यहाँ राखेपछि यो म्याटमै बसिरहेको हुन्छ खुट्टा गनाएको अनि अब फेरि बेलुकी सिफ्ट आउनुहुन्छ हजुरहरू गर्नुहुन्छ त्यहाँ यस हजुरको फर्स्ट एक्सर्साइज चाहिँ के हुन्छ रिले हुन्छ रनिङ हुन्छ रोलिङ हुन्छ यस इक्जाम्पल रोलिङ गर्नुभएपछि यहाँ ढाडतिर पसिना आइरहेको हुन्छ हो कि न त्यो पसिना चाहिँ हजुरको ड्रेसमा टाँसिन्छ यस अनि त्यो पसिना र त्यो खुट्टा गनाउने जुन चाहिँ मिक्स भयो भने चाहिँ यस्तो नराम्रो गनाउँछ हो अनि त्यो गनाइसकेपछि चाहिँ त्यो ड्रेसमा अघि आउने मैले भने खुट्टा नधोइकन डाइरेक्ट आउनु भएपछि बालुवा आउँछ बालुवा पनि यही भइरहेको हुन्छ अनि खुट्टा गनाएको पनि यही भइरहेको हुन्छ रोलिङ गर्छ बालुवै हुन्छ अनि हजुरले डाइरेक्टली मलाई थाहा छ लुगा फुकाल्नु छ अब ह्याङ्गरमा राख्नुभएकै हुन्छ ह्याङ्गरमा नराख्नु भएको यतिकै राख्नुहुन्छ तर त्यो बालुवा आज भोलि पर्सि हरेक दिन गर्दाखेरि चाहिँ घरमा बालुवा कहाँबाट आइरहेको छ
भन्दाखेरि ड्याडी मम्मीले हजुरले लिएर जानुभएको हो कि होइन हो त्यो चिज नहोस् त्यही भएर हरेक दिन खुट्टा धोएर आउनुपर्छ क्लासभित्र छिर्नुहुँदाखेरि हजुरले गरेर आसुस आज हजुरको बर्थडे हो मेरो हिरो त्यही भएर गरिसक्नु बाध्यता नगर्नुहोस् हजुरले आसुस गुरुङ उहाँ नै हो आज उहाँको बर्थडे त्यही भएर म गाली गर्न चाहदिनँ आज उहाँ जन्मेको दिन हो होइन त्यही भएर माया गर्नुपर्छ आसुसले पनि बुझ्नुहुन्छ म आश गर्छु म कहाँ छु खुट्टा धुनुपर्छ हजुरहरूले बुझ्नुभयो नयाँ स्टुडेन्ट आउनु भएको छ नानी हजुरहरूले बुझ्नुभयो खुट्टा किन धुनुपर्छ जस्ट खुट्टा यसरी धुने होइन खुट्टा हजुरहरूले यसरी धुने होइन बरु पानी आएर यस्तै गर्नु हजुर त तेक्वान्दो प्लेयर हो बडी ब्यालेन्स गर्न सकिन्छ यस यसलाई यसरी धुनु पर्यो यो यसरी सबै यहाँतिर बालुवा भइरहन्छ हजुर यस उहाँले थाहा भइसक्यो देख्नुभयो भनेपछि मैले सोचेको कुराहरू कति मिल्दो रहेछ हजुरसँग हो त्यही भएर नै जसले राम्रोसँग यसो खुट्टा भिजेर आउनुहुन्छ नि उहाँले चाहिँ पक्कै पनि बालो बोकेर आउनुहुन्छ नि अरूलाई खुट्टा गनाओस् अरूको बडीमा लागोस् भनेर सोचिरहनुहुन्छ होइन जसले चाहिँ हो गुरुले भन्नुभएको एकदमै राइट छ हाम्रो बडीमा चाहिँ पसिना गनाउँछ खुट्टा गनाएर आउँछ त्यसलाई चाहिँ राम्रोसँग धुनुपर्छ कोही साथीलाई पनि त्यस्तो पर्नु हुँदैन भनेर जसले धोएर आउनुहुन्छ गुड होइन जसले चाहिँ त्यो राम्रो होइन मैले अघि थाहा पाइसक्यो को कोले कस्तो खुट्टा धुनुहुँदो रहेछ भनेर त्यही भएर यो म्यासेज यो जुन भिडियो मार्फत हजुरले मैले म्यासेज गर्दैछु हेर्नुहोस् त म हरेक दिन मेरो मोजा फेरि आउँछ हरेक दिन जस्ट 2-3 दिनमा किनभने मेरो खेलाडीहरूलाई मेरो खुट्टाहरूले असर पर्नु हुँदैन एलर्जी आउँछ हजुरको फेसमा यस गर्नु यो पसिना जब हजुरको रनिङ गरेर यो फेसमा पर्यो भने एलर्जी आउँछ नानी बाबु त्यो नआओस् भनेर सबै क्लासमा यसरी नै भन्छु म अनि बेलुका 6 to 7 क्लास सकिसकेपछि हरेक दिन हामीले यहाँ बढाउन लाउँछौँ अनि मफ गर्न लाउँछौँ सफा पानीले यहाँ के केमिकलहरू हाल्छौँ हामी यहाँ हजुरले पसिना नगनाओस् त्यही भएर अबदेखि हजुरले यो चिज नगर्नुहोस्